सो हेलो एन्ड नमस्ते सबैजनालाई है, वेलकम ब्याक टु माई च्यानल। फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। म चाहिँ आज आफ्नो ब्लु बुक रिन्यू गर्न गइरहेको छु। ब्लु बुक पनि रिन्यू गर्नु छ अनि लाइसेन्स पनि आइसकेको छ क्या मेरो। अनि त्यो लाइसेन्स पनि लिन्छु आजै। लानु त पर्दैन होला 10 सम्म मेरो विचार। हिजो पनि यस्तै थियो यार, हिजो त परेन। यहाँबाट चाहिँ टक्क हाइवे निस्किन्छ केटा हो। म चाहिँ आएँ केटा हो यतातिर लाइसेन्स लिन आएको छु अगाडि। सूर्य विनायकमै जस्तो लाग्यो। ओए लाइन त छैन धेरै छैन क्या। लाइसेन्समा टाइम नलाग्ने भयो। अगाडि नै राख्नु पर्यो बाइक। नवीकरण लाइसेन्स वितरण आमा कहाँ राख्ने होला हौ बाइक। सो गाइज म चाहिँ यहाँ बस्छु एकछिन लाइसेन्स लिनु अगाडि। लाइसेन्स लिनु पर्यो। दाइ लाइसेन्स लिनुको लागि यही हो। कति मिनट लाग्दो रहेछ यहाँ लाइसेन्स लिनु है। अहिले 11:34 भएर छ। अब हेरौँ कति बजी मेरो हातमा आउँछ है लाइसेन्स। केटा अब मेरो लाइसेन्स पनि आयो है फाइनल्ली। हुन त बैशाखमै आउनु भनेको थियो। अब त्यसरी घर गयो अनि अहिले आयो। अहिले कति भएको थियो ठक्क 11:48 चाहिँ मैले पाएँ है। अहिले चाहिँ भिड भारी छ। अब चाहिँ ढुक्क भयो लाइसेन्स भएर। म चाहिँ अब अगाडि अब त्यसपछि अब एउटा काम सक्यो। अब ब्लु बुक बनाउन जानु पर्यो। ब्लु बुक रिन्यू गर्न। अरूभन्दा छिटो आयो किन खै कसरी थाहा भएन। अगाडि मेरो आयुष नाम भएर हो कि क्या हो। लाइसेन्स पनि आयो। अब जाने हो हामी ब्लु बुकको काम गर्न। ब्लु बुकमा पनि धेरै टाइम नलाग्यो हुन्थ्यो यार। ब्लु बुक पनि आधी घन्टासम्म त के हुँदैन किनकि युज टु भइसक्यो नि त हामीहरू त नेपालीको कामदेखि, नेपाली गभर्मेन्टको काम देखेर। त्यही भएर आधी घन्टासम्म त हामी टोलरेट गर्न सक्छौँ हामी नेपालीहरू। त्योमा पहिला त झन् कस्तो हुन्थ्यो कि केटा के भन्ने यार। सरकारी काम गर्न त यार दिनभरि लाग्थ्यो के। दिनभरि नै टाइम दिएर आउनु पर्ने के हरेक गभर्मेन्ट के को लागि। म चाहिँ अब उता अगाडि गइरहेको। ओहो कारवाही गर्नु है यसलाई। ए यस्तो त ब्लु बुक लिने ठाउँमा भिड छ कि छैन यार। भिड भएपछि यहाँबाट चाहिँ भित्र हो। ब्लु बुक लिने ठाउँ चाहिँ यदि भक्तपुरहरू कसैलाई थाहा छैन भनेपछि यता है ब्लु बुक लिने ठाउँ। यही हो क्या हो। यही हो। पार्किङ गरिदिउँ है यतै। पार्किङ गरेर अनि आनन्दले जाऊँ न। किन टाउको गयो गर्नु। पार्किङ चाहिँ कहाँ गर्ने हो। ए ब्लु बुक गर्ने ठाउँ पनि आइसके। अब त अगाडि गएर आउनुहुन्छ उहाँ। ल गाइज ब्लु पनि आयो मेरो। ठक्क कति बज्यो भनेपछि यहाँ चाहिँ उता लाइसेन्स भन्दा चाहिँ टाइम लाग्यो क्या यतातिर चाहिँ। लगभग कति आधी घन्टा 1 घन्टा भन्दा बढी त लाग्यो क्या। आधी घन्टा भन्दा बढी त लाग्यो। पानी बोलास्तो छ यतातिर त पुरै यस्तो बजेर छ। तर यहाँ चाहिँ सजिलै हुँदो रहेछ यार, त्यस्तो टाइम पनि लाग्दैन। अब आजको त भ्लग यति नै थियो है गाइज। अब त्यही ब्लु बुकको बारेमा थियो। ब्लु बुक र लाइसेन्सको बारेमा। ब्लु पनि भयो, लाइसेन्स पनि भयो। लगेर सक्यो यार आज। लाइसेन्स पनि लियो। लाइसेन्समा त त्यति टाइम लागेन। ब्लु बुकमा चाहिँ अलिकति आधी घन्टा जे होस् 1 घन्टा जति टाइम लाग्यो। त्यो पनि केही छैन। पहिलाभन्दा त अलिक छिटै भयो जस्तो लाग्यो कि लास्ट टाइम भन्दा त। लास्ट टाइम त कति 1 घन्टा हो कि कति घन्टा लाग्यो थियो। 1-1.5 घन्टा लाग्यो थियो। ल अब लाइसेन्सको पनि अब म्याच छ क्या रे। कति
29 सम्म हो कि कति 3-4 वर्ष ब्लु बुकको पनि भइहाल्यो। अब त्यस्तो के अब त सक्यो। अब बिटेको काम भ्याइयो। त लाइसेन्सको क्वालिटी त कस्तो चिप क्वालिटी छ यार अहिलेको। यो चाहिँ कहिले हो के हो? आम्मा 93, 91 सेकेन्ड छ यार। ल गाइस आजको भिडियो यति नै थियो है। त्यही लाइसेन्स र ब्लु बुकको बनाउन गएको आज। अब त खासै त्यस्तो केही छैन। लगेर अहिलेसम्म भिडियो हेर्नुको लागि सबैलाई धन्यवाद छ। फेरि लगेर पिस आउट।